14 वर्षदेखि पुल अलपत्र बन्दा बाँसको भाटामा जोखिमपूर्ण यात्रा गरिरहेको कन्काईको पुलको निर्माणको ठेक्का तोडिएको छ। हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माण 14 वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहिबार पुल निर्माणका लागि पप्पू महादेव खिम्तीको संयुक्त उपक्रम जेबीसँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ। योजना कार्यालय इटहरीबाट गत 31 असोजमा कार्तिकमा ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई 15 दिने स्पष्टीकरण सोधेको थियो। निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको योजना कार्यालय प्रमुख युवराज पोखरेलले जानकारी दिए। पक्की पुल डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माणका लागि पप्पू महादेव खिम्ती उपक्रम जेबीसँग 31 जेठ 2068 मा सम्झौता भएको थियो। पुल निर्माण 30 जेठ 2072 भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा 5 पटक म्याद थप्दा समेत निर्माण प्रगति करिब 56% मात्र छ। ठेक्का रकम कर सहित 34 करोड 9 लाख रुपैयाँ थियो। ठेक्का सम्झौता रद्द गरिएकोमा निर्माण व्यवसायीको 1 करोड 71 लाख रुपैयाँ कार्य सम्पादन जमानत पनि जफत हुनेछ। बौद्धिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत असोजमा 14 वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षण गर्नुभएको थियो। त्यसपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो। मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र योजना अलपत्र पार्ने प्रविधि अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो।